Hello. So, hello, namaste, and welcome to my new vlogs. And don't waste of time है. So, म पोइन्टमा आउँछु. आज आमाको मुख हेर्ने दिन, सबैलाई आमाको मुख हेर्ने दिन. ह्याप्पी मदर्स डे. एन्ड सबैजना आफ्नो ख्याल राख्नु होला र आफ्नो आमा बाबाको पनि ख्याल राख्नु होला. आजको ब्लग चाहिँ विशेष गरी म आमाको लागि बनाएको हो है. त्यही भएर चाहिँ म भन्न चाहन्छु कि सबैजना आफ्नो आमा बाबाको ख्याल राख्नु होला अनि आफू पनि खुसी रहनु, सकेसम्म आफ्नो आमा बाबालाई पनि खुसी रहनु, साथमा रहनु. आमा बाबाको लागि खुसी त्योभन्दा ठुलो अरू केही हुँदैन. जति धन सम्पत्ति पैसा कमाए पनि त्यस्तै हो होइन. धन सम्पत्ति पैसा कमाएर पनि सिर्फ लाउन र खानालाई मात्र दिन सकिन्छ के. तर त्यो खुसी भनेको साथमा रहनु, दुई वचन मिठो बोल्नु, त्यो नै सबैभन्दा ठुलो खुसी कुरा हो आमा बाबाको लागि. र आफ्नो आमाले केही पनि चाहन्न कि एउटा छोराछोरीबाट मलाई यो चाहियो त्यो चाहियो. आमाले सिर्फ आफ्नो छोरालाई उसको खुसी प्रगति गरोस् र राम्रो होस् उसको जीवनमा, त्यो चाहन्छन् कि सिर्फ. र म आज आमाको मुख हेर्ने दिन, मदर्स डेको दिन म त आफ्नो मम्मीको लागि यही भन्न चाहन्छु कि तिमी जस्तो राम्रो मैले अहिलेसम्म कसैलाई पनि देखेको छैन के. तिमी जति सुन्दर, तिमी जति राम्रो र तिम्रो जस्तो माया मैले आजसम्म कसैको पनि पाएन र सायद तिम्रो जस्तो माया मैले पाउँदैन पनि होला. मेरो प्यारो मम्मी, हजुरलाई दिलदेखि नै मेरो धेरै धेरै माया छ. मेरो प्यारो मम्मीलाई हजुरले दिएको माया र हजुरले हर कुरामा हर मुस्किल समयमा पनि हजुरले सिर्फ साथ दिनुभयो के. र त्यो कुरा नै सबैभन्दा ठुलो मेरो लागि त्यही हिम्मतको कुरा हो. त्यही भएर चाहिँ मेरो मम्मी, यदि मैले हजुरको लागि केही खुसी लिँदैन या खुसी किनेर त पाउँदैन होइन. खुसी भनेको नै साथमा रहेर दुई वचन मिठो बोलेर आमा बाबाको सेवा गरेर हो. र त्योभन्दा ठुलो धर्मको कुरा केही होइन. अब कति मान्छेहरू त आफ्नै आमा बाबालाई होइन त्यो देखावटी एउटा हुन्छ, मुखदेखि बोल्ने एउटा हुन्छ र भित्रदेखि गर्ने एउटा हुन्छ. त्यही भएर चाहिँ म चाहिँ यही भन्न चाहन्छु आमाको लागि कि खुसी किनेर पाइँदैन होइन. खुसी त हाम्रो गाउँमा छिन्, हामीले त किन्नु पर्दैन. हाम्रो गाउँमा खुसी छिन्. अहिले त छैन, विदेशतिर गएन अहिले त. त्यही हो, आमाको माया भनेको स्वार्थ हुन्छ के. कस्तो खाले स्वार्थ भने चाहिँ आफ्नो लागि केही चाहनुहुन्न कि, त्यो खालको स्वार्थ माया हुन्छ. सिर्फ आफ्नो छोराछोरीको लागि खुसी मात्र हेर्नुहुन्छ र खुसी चाहनुहुन्छ कि मेरो छोराहरूले राम्रो गरोस्, मेरो छोरीको पनि राम्रो होस्, जीवनमा केही होस् र केही गरून्. त्यही सबैभन्दा ठुलो कुरा हुन्छ. त्यही भएर चाहिँ मेरो प्यारी आमा, तिम्रो खुसीको लागि यति मैले केही गर्न सक्छु भने म आफ्नो प्राण दिन पनि पछि हट्ने छैन मेरो मम्मी. र यो शब्द चाहिँ सिर्फ मेरो आमाको लागि मात्र होइन, मेरो मम्मीको लागि मात्र होइन. यो सबै संसारको सबै प्यारो आमाहरूको लागि हो. र देशमा आफ्नो देशको लागि ज्यान गुमाएको छन्. यो देशको आमाहरूले पनि आफ्नो छोराहरू गुमाएको छन् होइन. अनि र कतिको अब आमा पनि हुनुहुन्न र उहाँको लागि पनि ह्याप्पी मदर्स डे है. अनि त्यसपछि र मेरो मम्मीको लागि मैले मेरो मम्मी बाबाको लागि नै हो गरिरहेको विशेष गरी. र मेरो मम्मी बाबाको लागि जे गर्नु पऱ्यो पनि, गलत त होइन, जे गर्नु पऱ्यो पनि खुसीको लागि. तर म पछि हट्ने छैन मेरो मम्मी बाबाको लागि है. मेरो मम्मी बाबा नै मेरो लागि संसार हो, दुनियाँ हो. त्यही भएर यस्तो लाग्छ कि मम्मी बाबाको माया यति धेरै हुन्छ नि. त्यो मम्मी बाबाहरूले सानो हुँदा चाहिँ देखाउनुहुन्छ कि आफ्नो कोखमा राखेर आफ्नो काखमा खेलाएर चाहिँ त्यतिखेर चाहिँ सानो हुँदा साह्रै माया गर्नुहुन्छ. ठुलो भएपछि त्यो देखाउनु हुँदैन क्या. त्यही भएर त्यो हामीले पनि बुझ्ने कुरा हो आफ्नो मम्मी बाबाको मायाहरूलाई होइन, साथहरूलाई. जति सक्छौँ आफ्नो मम्मी बाबाको साथमा रहौँ, मम्मी बाबाको सेवा गरौँ मिलेर होइन. आफ्नो मम्मी बाबाको दिदी बहिनीहरूलाई नि भन्छु मैले, र दाजुभाइ मेरो जति पनि हुनुहुन्छ तिनीहरूलाई पनि भन्छु, सबै दाजुभाइहरूलाई आफ्नो आमा बाबाको सेवा गर्नु त्योभन्दा ठुलो काम अरू केही होइन कि यो संसारमा. त्यही भएर ह्याप्पी मदर्स डे फर एभ्री वान. सो मेरो साथीभाइहरू पनि हुनुहुन्छ यहाँसँगै काम गर्ने होइन, तिनीहरूले पनि के भन्नुहुन्छ बुझाउनु न. मदर्स डेकोमा धेरै धेरै शुभकामना सबै साथीहरूलाई. धन्यवाद. स्पेसली आफ्नो ममको लागि भन्नु नि त, आमाको लागि के. के भन्ने ए
यो यो चाहिँ साह्रै राम्रो स्पिच थियो मलाई चाहिँ खतरा लाग्यो र फेरि आजलाई यति नै अब हस्त नमस्ते सबैजनाले आफ्नो ख्याल राख्नु होला ह्याप्पी मदर्स डे